जुगडा स्वास्थ्य चौकीको बारेमा रिपोर्टिङ गर्न पुगिरहँदा हामीसँग यहाँको इन्चार्ज तिलक राज नेउपाने हुनुहुन्छ। सरलाई स्वागत छ। हस्, धन्यवाद। अनि यो स्वास्थ्य संस्था राम्रो छ भन्ने के राम्रो गर्नुभएको छ तपाईँहरूले यहाँ? राम्रोमा हामीले समग्रमा काम गर्दाखेरि जनताको जनचाहना अनुरूप चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ, किनभने हामीले प्रत्यक्ष जनतासँग टच भएर सेवा गर्नुपर्ने हुन्छ हैन। त्यो सेवा दिँदै गर्दाखेरि चाहिँ हामीले प्रत्यक्ष जनतालाई अहिले नभए पनि दिगो रूपमा दीर्घकालीन रूपमा चाहिँ त्यसले केही फाइदा पुर्याओस् भन्ने हेतुले चाहिँ हामीले त्यो हिसाबले काम गरिरहेका छौँ। जस्तो खोपको कुरा हैन, अनि त्यसपछि अर्को भनेको वृद्धि अनुगमनको कुरा। अनि वृद्धि अनुगमन गर्न समग्र देशको इन्डिकेटर हेर्ने हो भने सबभन्दा कम रूपमा हेरिएको इन्डिकेटर, सबभन्दा लो छ अहिलेको अवस्था हेर्ने भने। तर हामीले एकपटक एउटा बच्चा मात्रै भिजिट आयो भने त्यसलाई चाहिँ आय स्वरूप चाहिँ अन्डा दिने प्रोग्राम हामीले वडा कार्यालयसँग माग गरेर वडालाई माग गऱ्यौँ र उहाँले चाहिँ थोरै बजेट राखिदिनु भयो। अनि त्यसपछि त्यस अनुसार हामीले अहिले कुनै पनि बच्चा हाम्रो वृद्धि अनुगमनमा छुट्दैन। एक बच्चाले 2 वर्षमा कमसेकम पनि 23-24 पटक चाहिँ 23 महिनामा 24 पटकसम्म चाहिँ वृद्धि अनुगमन गर्नुपर्ने लगभग समग्रमा सम्पूर्ण बच्चाहरू चाहिँ हाम्रो यहाँको रेगुलर आइरहेका छन्। जस्तो यो जिल्लाभरि पनि रिपोर्टिङ गर्दा राम्रो स्वास्थ्य संस्थाका रूपमा सुनिन्छ। यो राम्रो हुनुको कारण के हो? अब यसमा त सर्वप्रथम त हाम्रा यो स्वास्थ्य संस्थामा काम गर्ने सम्पूर्ण स्टाफ साथीहरूले चाहिँ एज मलाई पनि सहयोग गर्नुभयो हैन, किनभने हामीले यो संस्थालाई राम्रो बनाउनुपर्छ। हामी जहाँ काम गरे पनि हामी स्वास्थ्यकर्मी भए पनि नेपाल सरकारको कर्मचारी हो, हामीले काम गर्नुपर्ने हुन्छ, काम नगरिकन त केही पनि हुँदैन भन्ने भयो। र अर्को हामीलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुहुने चाहिँ जनप्रतिनिधि भनौँ न, एज अ व्यवस्थापन समितिको अध्यक्ष पनि वडा अध्यक्ष भएका कारणले गर्दाखेरि चाहिँ उहाँले हामीलाई हरेक कुराहरूमा धेरै सपोर्ट गर्नुभयो। बजेटको कुरा थोरै भए पनि एलोकेट गरिदिनु भयो अनि हामीलाई काम गर्न सहज भयो। यो स्वास्थ्य संस्थाबाट जनता सेवाग्राही खुसी छन् कि छैन? सकेसम्म चाहिँ हाम्रो सोच अनुसार सेवाग्राही खुसी भएर नै अन्य वडाहरूका सेवाग्राहीहरू पनि हाम्रो स्वास्थ्य संस्थामा आएर सेवा लिन्छन्। उहाँहरूले प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा सोध्दै गर्दाखेरि चाहिँ तपाईँलाई नजिकै स्वास्थ्य संस्था अर्को छ, त्यहाँ किन जानु, यहाँ किन आउनुहुन्छ भने चाहिँ सर हामीलाई त्यहाँ सिटाबल नै पाइँदैन, त्यही भएर हामीलाई यहाँ जे भए पनि हामीलाई यहाँ राम्रो लाग्छ, हजुरहरूले राम्रो सेवा गरिराख्नु भएको छ भन्ने भन्नुहुन्छ र पो खुसी। जस्तै यो स्वास्थ्य संस्थाले दिने सेवाभन्दा अझ केही बढी सेवा पनि दिइराख्नु भएको छ? हामीले स्वास्थ्य सेवाले दिने भन्दा अझ बढी सेवा भनेको अब नेपाल सरकारको मापदण्ड अनुसार बर्थिङ सेन्टर छ हैन। बर्थिङ सेन्टर हुँदै गर्दाखेरि कुनै पनि स्वास्थ्य संस्थाले चाहिँ खानाको व्यवस्था गर्दैन। हामीले सुत्केरीलाई कमसेकम 24 घण्टासम्म चाहिँ स्वास्थ्य संस्थामा राख्नुपर्छ, किनभने धेरै आमाहरूले सुत्केरी पश्चात नै आफ्नो ज्यान गुमाउनु परेको अवस्था छ, धेरै बच्चाहरूको ज्यान गुमेको अवस्था छ। त्यो अवस्थालाई मध्यनजर गरेर हामीले उहाँहरूलाई र एकजना कुरुवा र आमालाई चाहिँ ठुलो हस्पिटलमा त नेपाल सरकारले नै दिन्छ खाना, तर हामीले उहाँहरूलाई यहाँ राख्नका लागि 24 घण्टासम्म राख्नका लागि खाना र खाजा पनि व्यवस्था गरेका छौँ। त्यही भएर उहाँहरू यहाँ बस्नुहुन्छ। त्यही भएर हामीले अरू सेवाहरूमा ग्रोथ मोनिटरिङ भयो, अनि त्यसपछि आमा